सुताउने बेला त्यही स्टोरी सुनौँ कहानी अब सानोमा त के छ कहानी हामीलाई पनि त अगाडि अब हाम्रो पिताजी माताजीहरूले कहानी सुनाउनु भयो एका देशमा एकजना राजा थिए भन्नुहुन्थ्यो त्यस्तो अहिले त छैन अहिले के छ नानीले भात खाएन वाक्क लगायो मोबाइल दिउँ न नानी सुतेन के गरौँ हाम्रो त कार्टुन नहेरी सुत्तै नमस्कार असमूर्ख लाइभ हेरिराख्नु भएको सबै दर्शकबिनलाई स्वागत तथा अभिवादन टक्राउँदै आज हाम्रो झ्यावानी तिनखुरियामा आउनु भएको भागवत पुराणको कथा व्यास पण्डित ईश्वर कृष्ण दाहालसँग अन्तर्वार्ता। गुरुजी राधे राधे। अक्षम गोर्खा लाइभमा हजुरलाई स्वागत तथा अभिवादन टक्राउँदै अचेलभरिको युवाहरूकोमा मोबाइलको प्रभाव के कस्तो छ यसको बारेमा अलिकति भनिदिनुहुन्छ कि भनेर। मेरो नाम ईश्वर कृष्ण दाहाल हो र अब हजुरले जुन अहिले क्वेसन गर्नुभयो अहिलेको युवाहरूप्रति मोबाइलको विषयमा यस विषयमा मैले कथामा पनि गर्ने गर्दछु यो मोबाइलको बारेमा। अहिले जुन यो मोबाइलको प्रवृत्ति आएको छ नि धेरै मोबाइल हुन त चाहिने वस्तु तर चाहिने भन्दा पनि यो अति नै भइसक्यो बेसी नै गयो त्यही भएर यसलाई अब आफूले नै सम्हालेर गर्ने हो कि न अब के चाहिँ गर्नु भन्नु त अब अहिले हायर एजुकेसनको लागि पनि मोबाइल चाहिन्छ तर मोबाइल चाहिन्छ भन्दैमा त्यो एउटा सीमित हुनु पर्यो। जस्तै भनिन्छ कि मोबाइलले हामीलाई चलाउने कि मोबाइलले चाहिँ हामीलाई चलाउने त्यसमा चाहिँ म चाहिँ के भन्छु भने हामीले चाहिँ मोबाइल चलाउँ मोबाइलले हामीलाई नचलाओस्। अब हालैमा 2-3टा केस त्यस्तो खालको देखा पर्यो उदालगुडी डिस्ट्रिक्टमा पनि देख्न पाइयो शोणितपुर डिस्ट्रिक्टमा पनि देख्न पाइयो त्यस्तो खालको घटनाहरू घटिरहेका छन्। अनि म चाहिँ भन्छु यो मोबाइलकै कारणले गर्दा भएको हो। मोबाइलमा कसैसँग अब लाग्यो बा के भयो प्रब्लम त्यस्तो होइन अब सिधै भन्न सकिँदैन कि यो मोबाइलमै लागेर त्यस्तो भएको पनि भन्न सकिँदैन। तर एकजना हाम्रा भाइले सिधै उहाँले त मोबाइलकै प्रभावबाट देखिएको छ डाइरेक्ट उहाँले लाइभ भिडियो गरेर आफ्नो प्राणलाई त्याग्नु भएको छ। र त्यस्तो चाहिँ किन हुन्छ त अब आफ्नो प्राणै चाहिँ त्याग्नुपर्ने के भयो त त्यस्तो र मोबाइलले चाहिँ किन त्यस्तो गर्दैछ त। हामीले मोबाइल चलाउँ नचलाउँ होइन हजुरहरू भन्नुहुन्छ होला के गुरुजी चाहिँ मोबाइल चलाउनुहुन्न र चलाउँछु अफकोर्स म पनि चलाउँछु तर लिमिट। हजुरलाई पनि यस्तो खालको क्वेसन कतिपय होला कि गुरुजीले चाहिँ मोबाइल चलाउनुहुन्न र होइन यस्तो खालका पनि त्यस्तो छ जग्गामा तपाईँले भेट्नुभयो होला। मैले भेटिरहेको छु मैले कथा गर्दाखेरि त्यस्तो खालको क्वेसन मैले फेस गरेको छु। र अब हेर्नुहोस् मोबाइल चलाइन्छ त्यो भन्दैमा हामीले सम्पूर्ण टाइम नै मोबाइलमा दिने हो। अब अचेलभरि हेर्नु गभर्मेन्टको जुन चाहिँ रुल छ एडुकेसनमा पनि मोबाइल पुरा दिइदिएको छ गभर्मेन्टले पनि हामीहरू नाइ पनि भन्न सकिँदैन हामीले मोबाइल चलाउनुपर्छ मोबाइलले चाहिँ हामीलाई नचलाओस्। र गभर्मेन्टले दियो उसले अनलाइन क्लासको लागि दिएको छ हामीले समय लिउँ अनलाइन क्लासको लागि हामीले मोबाइल लिउँ बाँकी समय हामीले किन मोबाइल लिउँ। अहिले यस बिचमा मैले पनि एउटा कतिपय भिडियो मैले पनि देखिरहेको छु कि कसरी मोबाइल चलाउँदाखेरि कतिपय यस्ता नानीहरू मोबाइल चलाउन नपाएर उनीहरूको जुन चाहिँ एउटा एडिक्ट भएको थियो। अनि यसको विषयमा तपाईँ के भन्नुहुन्छ गार्जेनहरूलाई कसरी तपाईँ मेसेज दिनुहुन्छ जे कसरी एउटा केटाकेटीलाई नानीहरूलाई मोबाइलको लत छुट्याउने। यो चाहिँ मेन अब हेर्नुहोस् गार्जेनको पनि दोष त भन्न अलिक गाह्रै पर्छ त्यही पनि हामी अहिले हाम्रो समाजमा एउटा बहुत नराम्रो प्रवृत्ति चल्दैछ। हाम्रो नानी सुतेन हामी मोबाइल देखाउँछौँ हाम्रो नानीले खाना खाएन हामी मोबाइल देखाउँछौँ त्यो चाहिँ एकदम गलत हो। हामी सुनाउँ कहानी सुनाउँ न अगाडिको दिनमा कोही मोबाइल थिएन नि त ठुला भए होइन हाम्रो पिताजीहरू हजुरबाहरू सबै ठुला हुनुभयो त मोबाइल थिएन त्यसो हामीले पनि त्यसरी भेटिएन र अनि कहानी सुनाउँ न कहानी सुनाउँदै बाँकी खिलौना पनि त पाइन्छन् बजारमा त्यही कारण मोबाइलै त्यसको चाहिँ सोल्युसन मोबाइलै हो भन्ने चाहिँ मलाई लाग्दैन होइन। र मोबाइल एकदमै नराम्रो वस्तु हो हेर्नुहोस् अब त्यसरी अनि जो हाम्रा युवाहरूले जसरी आफ्नो प्राणलाई त्यागिराख्नु भएको छ उहाँहरूले यो सोच्नु भएन कि हाम्रा आमा बुवाले हामीलाई 9 महिनासम्म गर्भमा राखेर जन्म दिनुभयो त्यो कष्ट कस्तो भयो होला ती आमालाई जब त्यो 9 महिनासम्म गर्भमा राख्दाखेरि कस्तो भयो होला त्यो कष्ट उहाँले बुझ्नु भएन। 9 महिना मात्र होइन 9 महिना त उहाँले गर्भमा राख्नुभयो त्यहाँदेखि बाहिर जबसम्म त्यो नानी हिँड्दैन तबसम्म कति चिन्ता हुन्छ कति स्ट्रगल छ। त एउटा नानीलाई 9 महिना गर्भमा राखेदेखिबाट ठुलो बनाउनुसम्म 24-25 वर्षको बनाएर अनि त्यो 24-25 वर्षको उमेरमा चाहिँ त्यो एउटा युवाले त्यस्तो खालको हरकत गरिदिन्छ त त्यो बिचारा आमा बुवाको मन कस्तो हुन्छ त त्यो आमा बुवाको मन चाहिँ कस्तो भयो होला त। त्यो जुन युवाले त्यसो गर्नुभयो उहाँले आफ्नो आमा बुवाप्रति सोच्नु भएन उहाँहरूको कत्रो आशा थियो होला
एउटा सन्तान जन्मेपछि मान्छेलाई कति हर्ष हुन्छ, ती आमा बुवा कति खुसी हुनुभयो त्यो सन्तान उत्पन्न हुँदाखेरि, जन्मदाखेरि। र जब त्यो सन्तान अब केही गर्छ, मेरो छोराले मेरो छोरीले केही गर्छ भन्ने समयमा त्यस्तो खालको एउटा नराम्रो काम गरिदिएपछि के भयो होला ती आमा बुवाको मनमा, कस्तो आघात पुग्यो होला। तपाईँ अहिले अब के मेसेज दिनुहुन्छ अगाडिका युवाहरूलाई यसको बारेमा? म एउटै मेसेज दिन्छु कि अब अगाडिका युवाहरूलाई त त्यही हो, हेर्नुहोस् मोबाइल सोचेर चलाउनुहोस्, मोबाइल चलाउनुहोस्, नचलाउनु भन्दिनँ। भरे फेरि भन्नुहुन्छ कि गुरुजीले चाहिँ मोबाइल चलाउँदैन भन्ने त्यही क्वेसन आउँछ। मोबाइल चलाउनुहोस् न, किन नचलाउने, चलाउने मोबाइल। अहिले सबै थोक त्यसमै छ, सम्पूर्ण विश्व ब्रह्माण्ड नै मोबाइलमा छ हो। एउटा केही चाहियो हामीलाई भने मोबाइलमै छ। तर त्यति समय हामीलाई के चाहिएको छ त्यो लिउँ न हामीले मोबाइलबाट। यसमा एउटा कुरो गर्छु कि पब्जी बिजिएममा जुन चाहिँ पब्जीको कुरो छ होइन, पब्जी खेल्छन् युवाहरूले, पब्जी खेल्छन्, त्यसको विषयमा के भन्नुहुन्छ? यो चाहिँ एकदमै नराम्रो हो। जब म गुरुकुलमा बस्दथेँ त्यति बेला हाम्रो भाइहरू पनि यो पब्जी खेल्नुहुन्थ्यो, तर यसको लत चाहिँ बहुत नराम्रो लाग्यो मलाई। त्यो पब्जी खेल्न पाएन भने उसलाई भिन्दै महसुस हुन्छ के। त्यो पब्जी खेल्न उसले एक दिन पाएन भने मेबी अर्को पल त्यो मान्छे हामीसँग हुन्छ कि हुँदैन, त्यस्तो खालको सिचुएसन हुँदो रहेछ। त्यही कारणले यो पब्जी पनि राम्रो होइन, यसको पनि हजुरहरूले लत हटाउनु पर्दछ। र म यति नै भन्छु कि माताजी पिताजी वर्गमा सबैजनामा म यही मेसेज दिन चाहन्छु, हेर्नुहोस् हाम्रो घरमा नानी केटाकेटी छैनन् होइन, तर हामीले अब के चाहिँ गर्ने भन्दाखेरि मोबाइल एकदमै एभोइड गराउने। हजुरहरू राम्रा राम्रा किताब छन् हाम्रो धर्ममा, हाम्रो सनातन हिन्दू धर्ममा राम्रा राम्रा किताबहरू छन्। भगवत गीता छ, वेद छ, भागवत छन्, यस्ता नाना प्रकारका किताबहरू छन् है। ती किताबहरू ल्याउने, चाणक्य नीति छ ल्याउने, हितोपदेश किताबहरू छन् ल्याउने, त्यो भएन। सबै संस्कृतमा छन् भन्नुहुन्छ होला, त्यसको हामीलाई एसामिसमा पनि भेटिन्छ, नेपालीमा पनि भेटिन्छ, हिन्दीमा पनि भेटिन्छ, बाङ्लामा पनि भेटिन्छ, इङ्ग्लिसमा पनि भेटिन्छ। हजुरलाई जुन चाहिँ भाषा सजिलो लाग्छ, हजुरलाई गीता पढ्न मन लाग्यो आफ्नो भाषा चोइस गरेर ल्याउनुहोस्, घरमा पढ्नुहोस्। गीताले कति राम्रो उपदेश दिएको छ त्यो हेर्नुहोस्, पढ्नुहोस्। कमसेकम मोबाइलमा पनि पाइन्छ, मोबाइलमै पढ्नुहोस्। राम्रो युज गर्न पनि सकिन्छ मोबाइल राम्रो पनि, म भन्दैछु त मोबाइल राम्रो पनि हो। सबै विश्व ब्रह्माण्ड नै मोबाइलमा छ हो। मोबाइल एकदम राम्रो हो, तर जान्दाखेरि राम्रो, नजान्दाखेरि काल भनेर आउँछ। यो कलियुगको चाहिँ कली नै भन्नुपर्छ मोबाइललाई होइन, तर जान्दाखेरि चाहिँ राम्रो छ नि उपयोग। यसमै सबै विश्व ब्रह्माण्ड यसमै छ, तपाईँलाई जे चाहियो यसमै छ। तपाईँलाई गीता पढ्न मन लाग्यो, किताब मोबाइलमै छ। तर हामी किताब पढ्न भनेर लिन्छौँ, घरमा बुवा आमालाई अनलाइन क्लास भनेर लिन्छौँ र अर्थक काम गर्छौँ। त्यो चाहिँ नगरौँ हो। पढ्न लिएको छ पढौँ, हामीलाई मेसेज चाहिएको छ ल्याउँ, केही इन्फर्मेसन चाहिएको छ साथीबाट फ्रेन्डबाट त्यो ल्याउँ, कलेक्ट गरौँ। जति हामीलाई डाटा चाहिएको छ कलेक्ट गरौँ र सक्यो, अरू हामी पढिराखौँ न। र हाम्रो अहिले जति पनि माताजी हुनुहुन्छ, पिताजीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि म यति नै भन्न चाहन्छु कि जति नव उत्पन्न बालकहरू छन्, सन्तान छन्, उहाँहरूलाई चाहिँ तपाईँहरूले राम्रा राम्रा कुरा सिकाउनुहोस् हो। किताब पढेर सुनाउनुहोस् न, कहानीका किताबहरू दुनियाँ पाइन्छन् होइन र। सुताउने बेला त्यही स्टोरी सुनाउँ, कहानी अब सानामा त के छ कहानी। हामीलाई पनि त अगाडि अब हाम्रो पिताजी माताजीहरूले कहानी सुनाउनु भयो, एकादेशमा एकजना राजा थिए भन्नुहुन्थ्यो। त्यस्तो अहिले त छैन। अहिले के छ, नानीले भात खाएन, वाक्क लगायो मोबाइल दिउँ न। नानी सुतेन, के गरौँ? हाम्रो त कार्टुन नहेरी सुत्दैन, हाम्रो त मोबाइल नहेरी खानै खाँदैन। त्यस्तो आइरहेछ। त्यस्तो चाहिँ किन त? त्यो कसले लगायो बानी? त्यो जन्मिँदै त उसले मोबाइल लिएर आएनन् नि। त्यो त हामीले जन्मे पछाडिबाट आफ्नो काम सजिलोको लागि मोबाइल देखाइदिउँ। नानी रोयो, मोबाइल दिएर फकायो, खिलौना दिउँ, फकाउँ, बोकेर यताउता हिँडौँ, त्यो गर्ने जमाना गयो अहिले, खालि मोबाइल हो। त्यही कारणले हेर्नुहोस्, मेरो यति नै अनुरोध हो कि हजुरहरू मोबाइलबाट अलिकति टाढै रहनुहोस्, चाहिने डाटा कलेक्ट गर्नुहोस्, र जति पनि नव उत्पन्न छन् उहाँहरूलाई चाहिँ मोबाइल नदिनुहोस्। त्यति नै भन्न चाहन्छु। जुन भन्नुभयो उहाँले हो, त हजुरहरूले फलो गरेर आफ्नो छोराछोरीलाई मोबाइलको एडिक्सनबाट बचाउँ र आफू पनि बाँचौँ। त यही भन्दै आजको हामीहरूको अन्तर्वार्ता यहीँ समाप्त गर्दछौँ। भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्नुहोला। अरू गुरुजीसँग सम्पर्क गर्नलाई स्क्रिनमा दिएको नम्बरमा फोन गरेर सम्पर्क गर्नुहोला। गुरुजीले एकदमै मिठो र एकदमै सुरिलो उहाँले कथा भन्नुहुन्छ। नमस्कार, जय जय श्री राधे, राधे राधे गुरुजी।